फाइनली आजको दिनमा मैले चाहिँ मेरो भिजा पनि मैले पाएँ र एकदम खुसी लागिरहेछ मलाई। अब के भन्नु होइन, अब कसरी व्यक्त गर्नु त्यो खुसी पनि अब भन्नु, अब केटा मान्छे हो त्यसरी खुसी त व्यक्त गरिहाल्न पनि सकिन्न होइन। म त एनआइसी फ्यामिलीलाई चाहिँ एउटै वर्ड मात्रै भन्न चाहिँ एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हेलो निशान्त जी। हेलो। फर्स्ट अफ अल कङ्ग्रेचुलेसन फर युके भिजा ग्रान्ट। थ्याङ्क यू सो मच। अनि हजुरको युके जर्नी चाहिँ कस्तो रह्यो त? युके जर्नी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ युकेको बारेमा सोचेको थिइनँ पहिला सुरु, र मैले जब मेरो ब्याचलर रनिङ भइरहेको थियो, म सेकेन्ड इयरमा थिएँ, त्यतिखेर चाहिँ म एकचोटि आएर एनआइसीमा बुझ्न आएको थिएँ। जसले गर्दाखेरि चाहिँ मेरो चाहिँ मलाई रिफर गर्नुभएको भनेको चाहिँ मेरो दिदी र भेनाले गर्नुभएको थियो, उहाँहरूले पनि यहीँबाट गर्नुभएको हो। अनि त्यहाँ पछाडि त्यो ब्याचलर रनिङ भइरहेको बेला चाहिँ अब म किन अहिले नै गर्नु भनेर ब्याचलर सकेपछि मैले काम गर्न थालेँ, र काम गर्न थालिसकेपछि चाहिँ अब मेरो एजुकेसन चाहिँ मैले पर्स्यु गर्नुपर्छ, अगाडि बढ्नुपर्छ है भनेर चाहिँ मैले चाहिँ फेरि एकचोटि यहाँ आएर चाहिँ एनआइसी आएर चाहिँ एकचोटि कन्सल्ट गरेँ, सर म्यामहरूसँग बुझेँ, यताउता बुझेँ के छ कसो छ, राम्रो छ, कुनमा चाहिँ राम्रो छ भन्दाखेरि चाहिँ उहाँले युके पनि मलाई सजेस्ट गर्नुभयो। पहिला चाहिँ मैले युएसएको लागि बुझ्न आएको थिएँ भने मैले अस्ट्रेलियाको लागि चाहिँ गरिनँ, किनभने अहिले भिजा पनि टाइट छ, त्यही भएर मैले चाहिँ युके चुज गरेँ। र मलाई चाहिँ लगत्तै यो काइस सरले चाहिँ मलाई हेल्प गर्नुभएको थियो, यस्तो छ युनिभर्सिटीहरू सेलेक्ट गर्नलाई, र एफोर्डेबल छ, यो पनि तिमीलाई सजिलो हुन्छ, पछि इन्भाइरोमेन्टदेखि लिएर तिम्रो कोर्ससँग पनि रिलेट गर्छ यो कुराहरू सबै भनेर चाहिँ उहाँले म्याच गर्दाखेरि चाहिँ मैले हुन्छ भनेर हामीमा चाहिँ प्रोसेसिङ अगाडि बढाएको। र अगाडि बढाए लगत्तै चाहिँ मलाई उहाँले पनि अब मेरो कास्ट इन्टरभ्यूदेखि लिएर युके भ्याइको इन्टरभ्यूदेखि लिएर उहाँले सबै मलाई हेल्प गरिरहनु भएको छ, र मैले त्यो इन्टरभ्यू पनि मैले क्र्याक गरेँ, र त्यसको लागि पनि म एकदम प्राउड छु। उहाँ सरलाई एकदम म थ्याङ्क यू भन्न चाहन्छु, र मेरो एनआइसी टिम मेम्बरहरूलाई पनि एकदम थ्याङ्क यू भन्न चाहन्छु। र त्यसरी नै मैले चाहिँ अहिले आएर चाहिँ अब फाइनली आजको दिनमा मैले चाहिँ मेरो भिजा पनि मैले पाएँ, र एकदम खुसी लागिरहेछ मलाई। अब के भन्नु होइन, अब कसरी व्यक्त गर्नु त्यो खुसी पनि अब भन्नु, अब केटा मान्छे हो त्यसरी खुसी त व्यक्त गरिहाल्न पनि सकिन्न होइन, एक्सप्लोर गर्न सकिन्न त्यो कुराहरूलाई। र ठिक छ, यसरी गर्दा चाहिँ म चाहिँ एनआइसीमा चाहिँ ठोकेर भए पनि आफ्नो मेरो भिजा चाहिँ मैले ग्रान्ट गरेँ। अनि लास्टली एनआइसी फ्यामिलीलाई चाहिँ के भन्न चाहनुहुन्छ? म त एनआइसी फ्यामिलीलाई चाहिँ एउटै वर्ड मात्रै भन्न चाहिँ एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। थ्याङ्क यू एनआइसी एन्ड टिम मेम्बर्स।